हेलो नमस्ते मोबाइल केयर सोल्युसन युट्युब च्यानलमा चाहिँ स्वागत छ र आज चाहिँ मैले क्यालिबन क्राउन एक्स पड चाहिँ लिएर आएको छु र यो कसरी डिसेम्बल गर्ने भनेर चाहिँ मैले आज यो भिडियो लिएर आएको र यो भिडियोमा चाहिँ डिसेम्बल गर्न जाँदैछौँ। नयाँ साथीहरू भिडियो हेर्दै हुनुहुन्छ भने प्लिज च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला, बेल आइकनलाई पनि प्रेस गरिदिनु होला र कस्तो भिडियो हजुरलाई चाहिन्छ प्लिज कमेन्ट पनि गरिदिनु होला र यो भिडियोलाई धेरैभन्दा धेरै साथीहरूलाई सेयर पनि गरिदिनु होला। मेरो यो जुन मोबाइल केयर सोल्युसन युट्युब च्यानलमा चाहिँ मैले गेमको भिडियो पनि हालिरहेको छु, प्लिज मेरो गेमको भिडियोलाई नै मन पराइदिनु होला र साथै म रिपेयरिङ भिडियो पनि लिएर आउने छु, प्लिज गेमलाई पनि सपोर्ट गरिदिनु होला। आज चाहिँ मैले क्राउन एक्स पडलाई चाहिँ कसरी चाहिँ डिसेम्बल गर्ने भनेर चाहिँ मैले भिडियो लिएर आएको थिएँ र यो भिडियोमा चाहिँ डिसेम्बल गर्न जाँदैछौँ र त्यो डिसेम्बल भिडियो हेर्नुभन्दा अगाडि मेरो च्यानलको सानो इन्ट्रोपछि सुरुवात गरौँ है त। क्राउन एक्स पडलाई चाहिँ डिसेम्बल गर्न चाहिँ लागौँ। टाइप सी पडको ब्याक साइडमा चाहिँ 2 स्क्रुप हामी देख्छौँ। यो एयरलाई चाहिँ कन्ट्रोल गर्ने नब यो तलमाथि सार्ने राखेको छ र यसमा डिस्प्ले पनि दिएको छ। अन अफ स्विच यो भइहाल्यो, यो डिस्प्लेको भागी भइहाल्यो, माथि त अरू केही छैन। टाइप सी पट्टिको 2 स्क्रुप चाहिँ रिमुभ गरौँ। 2 स्क्रुपलाई चाहिँ रिमुभ गरौँ। माथिको डिस्प्लेको यो कभरेज गर्नेलाई बिस्तारै यसलाई रिमुभ गरौँ। यसलाई भित्र छिरायौँ। अब यो साइडबाट यसो भएपछि यो बाहिर निक्लिन्छ। यसमा ग्लु लगाइकन राखेको हुन्छ र यसलाई चाहिँ यहाँबाट यसरी माथि रिमुभ गरौँ र यो बटन यो भइहाल्यो, कन्ट्रोल गर्ने चाहिँ यसलाई नै बाहिर रिमुभ गरौँ। यसको लागि चाहिँ मैले यो लिएको छु। अलिकति यसरी बाहिर निक्लिन्छ यो नब, अलिक बिग साइजमा छ नब। थोरै यहाँबाट यसरी ठोकौँ, यो यसरी ठोकौँ, अझै ठोकौँ। थोरै तल आइरहेको छ, यहाँ माथि पनि आइरहेको छ। यो चाहिँ हराउन सक्छ। यसलाई साइडमा राखौँ, यसरी ठोकौँ, माथि आयो। यसलाई यसरी माथि ठेलौँ। यो एयर कन्ट्रोलरको लागि यो भइहाल्यो। साइडमा लिक्विड चाहिँ म्याक्सिममै छ, यो लिक्विडै लिएको छ। यो मेरो यो ग्लोभ्सले यो सबै लिएको छ। यो यसरी माथि तान्यौँ, तानेपछि यो रिमुभ भयो। टाइप सीको चार्जिङ पोर्ट यहाँ छ, अन अफ स्विच यो भइहाल्यो। एयरलाई घटाउने बढाउने यो भइहाल्यो। यसलाई साइडमा राखौँ, झर्न सक्छ। ब्याट्री पनि बिग साइजकै दिएको छ। एयर सेन्सर चाहिँ यहाँ बोर्डमा यहाँ रहेको छ, यहाँ तलबाट देख्छौँ है यो भागमा। यो 3 पिन भएको चाहिँ एयर सेन्सर भइहाल्यो। यो अन अफ बटन, यो डिस्प्ले भइहाल्यो र ब्याट्रीको साइज चाहिँ यसमा दिएको छ। पिसी बोर्ड चाहिँ अलिक बिग साइजकै छ यो पडहरूमा। माथिको पिनको चाहिँ यो रिमुभ गरेपछि बोर्ड बाहिर रिमुभ हुन्छ। अलग अलग बोर्ड दिएको छ। यो सेकेन्डरी यो चार्जिङको बोर्ड र यो मेन बोर्ड यो रहेको छ। ब्याट्रीको साइज पनि हामी हेरिहालौँ। यो माथिको नम्बर छ 142444 1500 WH को 3.7 भोल्ट ब्याट्री दिएको छ। नम्बर अनुसारले चाहिँ ब्याट्री चेन्ज गर्न सक्छौँ। ब्याट्री पनि अलिक बिग साइजकै दिएको छ। चार्जिङको लागि अलग बोर्ड राखेको छ। पप सेन्सर दिएको छ। यो 2 पिन यहाँबाट सोल्डिङ रिमुभ गरिसकेपछि 1 2 3 स्क्रुप रिमुभ गरेपछि बोर्ड पनि बाहिर निक्लिन्छ। ब्याट्रीको मोडल हेऱ्यौँ एक, त्यसपछि हामीले पिसी बोर्ड पनि हेरिहाल्यौँ। यो जुन क्राउन एक्सको बनाउनु पर्ने चाहिँ खास यो टर्न अन नभएर आएको, चार्जिङ नभएर आएको, त्यो प्रब्लमले चाहिँ यो फर्स्ट चाहिँ कसरी चाहिँ डिसेम्बल गर्ने भनेर चाहिँ मैले भिडियो लिएर आएको र यो भिडियोमा डिसेम्बल पनि गऱ्यौँ। मेरो भिडियो हेर्दै हुनुहुन्छ भने मेरो च्यानललाई चाहिँ सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला, बेल आइकनलाई पनि प्रेस गरिदिनु होला। यो भिडियोलाई चाहिँ धेरैभन्दा धेरै साथीहरूलाई सेयर पनि गरिदिनु होला र साथै यो जुन मोबाइल केयर सोल्युसन च्यानलमा चाहिँ मैले गेमहरू पनि हालिरहेको छु, गेमलाई नि मन पराइदिनु होला। र जुन आज चाहिँ मैले कसरी चाहिँ यो जुन क्राउन एक्स पडलाई चाहिँ डिसेम्बल गर्ने भनेर चाहिँ मैले भिडियो लिएर आएको थिएँ। यो भिडियोमा डिसेम्बल पनि गऱ्यौँ भन्दै अर्को भिडियोमा चाँडो भेट्ने बाचा गर्दै यो भिडियोबाट चाहिँ म बिदा लिन चाहन्छु।